चारैतिर हिउँनै हिउँ, -डिग्रीको चिसो। एउटा ठुलो पानी जहाज उत्तरको खतरनाक बरफमा अड्किन्छ। जहाजका कप्तान एन्डरसन आफ्ना मान्छेहरूलाई छिटो काम गर्न कराइरहेका छन्, तर उनका थकित र भोकले छटपटाएका कमान्डरहरू भन्छन्, कप्तान, अब हाम्रा मान्छेहरूमा ताकत छैन, उनीहरू मर्दैछन्। तर कप्तानले मान्दैनन्। यत्तिकैमा रातको अँध्यारोमा एउटा ठुलो विस्फोट हुन्छ। के भयो भनेर हेर्न जाँदा उनीहरूले हिउँमा एउटा घाइते मान्छे फेला पार्छन्, जसको एउटा खुट्टा नक्कली थियो। अचानक भयानक आवाज सुनिन्छ, जमिन हल्लिन्छ। अँध्यारोबाट एउटा विशाल र डरलाग्दो राक्षस जहाजतिर जाइलाग्छ। मान्छेहरूले गोली प्रहार गर्छन्, तर त्यो राक्षसलाई गोलीले केही हुँदैन। त्यो जीव जहाजमा चढ्छ र मान्छेहरूलाई मार्न थाल्छ। उसले त्यो घाइते मान्छेलाई हेर्दै चिच्याउँछ, भिक्टर। जसोतसो जहाजका अफिसरहरूले भुइँको बरफमा ठुलो हतियारले प्रहार गर्छन् र त्यो राक्षस बरफको गहिरो चिसो पानीमा डुब्छ। जहाजको क्याबिनमा घाइते मान्छेले बिस्तारै आँखा खोल्छ र भन्छ, मेरो नाम भिक्टर फ्र्याङ्केनस्टाइन हो। उसले कप्तानलाई चेतावनी दिन्छ, त्यो राक्षस मर्न सक्दैन, त्यो फेरि आउनेछ र सबैलाई मार्नेछ, किनकि उसलाई मैले नै बनाएको हुँ। अनि भिक्टरले आफ्नो विगतका कुराहरू बताउन थाल्छन्। भिक्टरका बुबा लियोपोल्ड एक घमण्डी र कडा डाक्टर थिए। उनले भिक्टरलाई सानैदेखि डाक्टर बनाउन धेरै यातना दिए। एक दिन मेडिकलको प्रश्नको उत्तर नआउँदा बुबाले भिक्टरको अनुहारमा लौरोले हिर्काएर भने, हात काम लाग्ने चिज हो, तर अनुहार घमण्ड मात्रै हो। त्यसैको केही दिनमै भिक्टरकी आमाले अर्को भाइ विलियमलाई जन्म दिँदा धेरै रगत बगेर ज्यान गुमाइन्। भिक्टर ठुलो ठुलो हेरिरह्यो। आफ्नो बुबा संसारको ठुलो डाक्टर भएर पनि आमालाई बचाउन सकेनन्। भिक्टरले बुबाको आँखामा हेरेर भन्यो, तपाईले आमालाई मर्न दिनुभयो होइन? कसैले मृत्युलाई जित्न सक्दैन भने अब म जितेर देखाउनेछु। त्यसपछि घरमा आगो लाग्यो। बुबा पनि बिते। भिक्टर डाक्टर पढ्न एडिनबर्ग गयो। 10 वर्षसम्म उनले मरेका मान्छेहरूका अङ्गहरू जोडेर एउटा नयाँ शरीर बनाउने पागलपन सुरु गर्यो। जब मेडिकल कलेजको टोलीले यो पाप हो भन्दै उनलाई कलेजबाट निकाल्यो, भिक्टरले कट्किँदै भन्यो, यदि जन्म भगवानको हातमा छ भने मृत्यु मान्छेको हातमा हुन सक्छ। सायद भगवान नै कमजोर छन्। कलेजबाट निकालिएपछि भिक्टरलाई हेनरिक नामका एक धनी मान्छेले सहयोग गरे। हेनरिकले उनलाई एउटा पुरानो टावर र धेरै पैसा दिए। तर हेनरिकको एउटा शर्त थियो, उनी आफै निको नहुने रोगले मर्दै थिए। उनले भने, जब तिमीले यो शरीरमा ज्यान भर्छौ, मेरो दिमाग त्यो नयाँ शरीरमा हालिदिनु। भिक्टरले मानेनन्। दुईजना बीच झगडा भयो र अचानक हेनरिकको मृत्यु भयो। त्यही रात ठुलो आँधीबेहरी आयो। भिक्टरले मरेका सिपाहीहरूका बलिया हातगोडाहरू जोडेर बनाएको विशाल शरीरमा बिजुलीको कडा झट्का दियो। सुरुमा त केही भएन। भिक्टर निराश भएर सुत्यो। तर जब बिउज्यो, त्यो जीवले सास फेरिरहेको थियो। भिक्टरले झ्यालको पर्दा खोल्यो। उज्यालो देख्दा त्यो जीव डरायो। भिक्टरले आफ्नो नाम लियो र त्यो जीवले पनि त्यही बोलीमा भन्यो, भिक्टर। केही समयपछि भिक्टरको भाइ विलियम र उसकी प्रेमिका एलिजाबेथ त्यो टावरमा आइपुग्छन्। एलिजाबेथले त्यो राक्षसलाई बेसमेन्टमा साङ्लोले बाँधेको अवस्थामा फेला पार्छिन्, तर उनी डराउँदिनन्। तर भिक्टरलाई यो मन पर्दैन। उसले राक्षसलाई पशु जस्तै कुटपिट गर्छ र भन्छ, यो त मेरो एउटा प्रयोगको लागि मात्रै हो। एलिजाबेथले भिक्टरलाई भन्छन्, यो संसारमा तिमीभन्दा ठुलो कुनै राक्षस छैन। तिमी नै राक्षस हौ भिक्टर। भिक्टरले आफ्नो भाइलाई झुट बोल्छ कि यो राक्षसले हेनरिकलाई मार्यो। त्यसपछि टावरमा आगो लगाइदिन्छ। आगोको ठुलो विस्फोटमा भिक्टरले एउटा खुट्टा काट्छ, तर त्यो राक्षस जलिरहेको टावरबाट जोगिएर बरफको पानीमा हाम फाल्छ। अब कथा राक्षसको तर्फबाट सुरु हुन्छ। उनी भन्छन्, मेरो जन्मदाताले मलाई आगोमा मर्न छोडिदियो। म जङ्गलमा कुदे, मान्छेहरूले मलाई देख्ने बित्तिकै गोली हाने। तर मैले एउटा दृष्टिविहीन वृद्ध बुबाको घर भेटेँ। मैले उनीहरूलाई थाहा नपाउने गरी दाउरा ल्याइदिएँ। उनीहरूले मलाई जङ्गलको राम्रो आत्मा ठाने। एक दिन म त्यो बुबाको अगाडि गएँ। उनले मलाई देख्न सक्दैनथे, तर मेरो हात समातेर मलाई मित्र बनाए। मैले उनीसँग एडम र इभको किताब पढ्न सिकेँ। तर मेरो खुसी धेरै दिन टिकेन। बुवासोहरूले त्यो वृद्ध बुबालाई आक्रमण गरे। मैले बुवासोहरूलाई त मारे, तर बुबालाई बचाउन सकिनँ। जब उनका परिवारहरू अरू मान्छेहरू आए, उनले सोचे कि मैले नै बुबालाई मारे। उनीहरूले मलाई गोली हाने। म फेरि एक्लो भएँ। मैले भिक्टरका नोटहरू पढेर थाहा पाएँ कि म मान्छे होइन, म त मरेका मान्छेहरूको एउटा थुप्रो मात्रै थिएँ। राक्षस बदला लिन भिक्टरको भाइको विवाहको रात आइपुग्छ। उसले भन्छ, मलाई तिमी जस्तै एउटा जीवनसाथी बनाइदेऊ, नत्र म कसैलाई छोड्दिन। भिक्टरले मान्दैनन्। दुवैजना बीच भयानक लडाइँ हुन्छ। गोली चल्छ, तर त्यो गोली झुक्केर एलिजाबेथलाई लाग्छ।
एलिजाबेथ राक्षसको काखमा ढल्छिन् र भन्छन्, मैले यो संसारमा कतै आफ्नोपन पाइनँ, तर तिम्रो आँखामा पाएँ। उनी मर्छिन्। भाइ विलियम पनि भिक्टरलाई श्राप दिँदै मर्दछ। अब राक्षसले भिक्टरलाई भन्छ, म तिम्रो मालिक हो। तिमी मलाई नमारेसम्म मेरो पछि आऊ। भिक्टरले उसलाई संसारभरि खेद्छ र अन्ततः कथा फेरि त्यही उत्तरको बरफको जहाजमा आइपुग्छ। भिक्टर जहाजको ओछ्यानमा मर्दछ। उसले राक्षसको हात समात्छ र रुँदै भन्छ, मलाई माफ गरिदेऊ मेरो छोरा। आफ्नो पीडा बिर्सेर अब एउटा असल जिन्दगी जिउनु। मर्नु अघि मेरो नाम एकपटक भनिदेऊ न। राक्षसले बिस्तारै भन्छ, भिक्टर। र भिक्टरले सधैँका लागि आँखा चिम्लिन्छ। राक्षसले भिक्टरको टाउकोमा हात राख्छ र भन्छ, अब आराम गर बुबा। कमसेकम अब हामी दुवै मान्छे बन्न सक्यौँ। जहाज बरफबाट मुक्त हुन्छ। त्यो जीव एक्लै टाढा अनन्त चिसो र नयाँ सम्भावनाहरू बोकेको क्षितिजतर्फ अगाडि बढ्छ।